हेलो साथीहरु, नमस्ते एन्ड सेवाहरू। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आई होप तपाईहरु पनि सन्चै हुन्छ होला अनि म पनि सन्चै नै छु। अनि आज चाहिँ म रेडी भएर चाहिँ कहाँ जान लागिरहेको छु भन्दाखेरि चाहिँ म बिहेमा जान लागिरहेको छु। यस्तो भएर जानु लागेको बिहे चाहिँ कता भन्दाखेरि चाहिँ मेरो मामला नजिक छ नि त। अनि आजको बिहे हो। अनि आज हैन उमन साथी पनि आइसक्नु भएको छ राम्री भएर। साथीहरु हामी चाहिँ मराङ पुग्न लाग्यौं। अनि मेरो हालत चाहिँ यस्तै छ है। अनि यता हेर्नु त मन साथी। हेलो साथीहरु। हेलो दिदी हम के भन्छ दिदी? मन साथी हेर्नु यस्तो छ है साथीहरु। यस्तो छ साडी लगाउने रे अनि झोला बोक्ने रे। मैले नि अहिले भर्खर सन बोकेको थिएँ। मलाई चाहिँ मेरो यस्तो हातहरु सब दुखेर त्यहाँदेखि बहिनीलाई बोक्नु लगाएको कला पारी चाहिँ त्यो हाम्रो चाहिँ खाता छ यहाँ। म त अखिर अन्डा हाल्छु थुक्पा चिसो मौसम के भयो के फाइनली साथीहरु हामी चाहिँ खाजा खाएर आइसकेको छौँ। हिँड्नै गाह्रो भयो, धेरै खाइगएछु क्या मैले। अब म चाहिँ परेँ कि झोला बोक्नु। बहिनी चाहिँ फेरि पर आइसक्रिम किन्नु गएको चाहिँ हामी खानु चाहिँ छोड्नु हुँदैन। फाइनली साथीहरु हामी चाहिँ यो खोला आइसकेका छौँ, ताङमाया खोला। मराङदेखि चाहिँ ओह्रालो निकै यहाँसम्म ओह्रालो छ। अनि यहाँदेखि यस्तो यो जङ्गल उकालो माथि पुगेर अनि त्यहाँदेखि रोटे रोडबाट चाहिँ हाम्रो मामालाई पुगिन्छ। यहाँ तल पनि रोड बनाएको रहेछ साथीहरु। अहिले चाहिँ त्यो ग्राउन्डबाट हो क्या ठुलो मम्मी? खोइ निकै चेन्ज भइसकेछ। हामी निकै भयो नि त मामालाई नआएको। अनि त्यही भएर नि साथीहरु अब हामी चाहिँ पुल पुगेका छौँ। अनि पुल दुईटा पुल छ क्या यहाँ चाहिँ। अनि त्यहाँदेखि उकालो जाँदाखेरि चाहिँ रोडमा पुगिन्छ। रोडमा पुगेपछि अनि त्यहाँदेखि चाहिँ रोटे रोड हाम्रो मामालाई पुगिन्छ। हेर्दै गर्नुलाई फाइनली साथीहरु हामी चाहिँ मामालाई घर आइपुगिसक्यौँ। घरमै भन्दा पनि देखिरहेछ है मामालाई घर। यही परको है बेचे हो त ला यही घर हो है हाम्रो भाले मामालाई। बिहेको चाहिँ सुनसान छ है साथीहरु। न गीत बजेको छ के हो कि भोलिको बिहे हो कि त हुनु चाहिँ के हो थाहा छैन हैन। तर पनि अब हामीलाई चाहिँ हिजै फाइनली साथीहरु हामी चाहिँ मामालाई घर आइसक्यौँ हैन। अनि मेरो आमा चाहिँ यता हुनुहुन्छ। अनि यहाँ मेरो मामाको छोराहरु। हेलो आमा। हेलो मेरो आमा हैन। अनि मेरो यो चाहिँ विवेकै मेरो कान्छा मामाको छोरा। अनि हामी चाहिँ कस्तो चाहिँ आउँदा यहाँदेखि पानीले भेट्यो धन्न छिटो है। गलत ठाउँमा आइएछ हामी। भोलिको बिहेरै आज लगाएर यसको राम्रो खत्तम भइहाल्यो। माइजू नमस्ते। भागे मानिनु बुवा नमस्ते बुवा। भर्खर आइपुगेको होइन माथि बिहेमा जाने एकछिन। अनि त्यसपछि आउँछौँ कि जाउँ तपाईँ पनि एकछिन? ड्याडी त आउनु भएन? नजानु नि तपाईँ। हामी चाहिँ बिहे घरमा पुगिसक्यौँ है। ए मामा माइजू यस्तै छ है साथीहरु। म चाहिँ मेरो साथीको रुममा आइसकेको छु। अनि चाहिँ मस्त कति राम्री न राम्री छ। अनि देखो को यो सानो मान्छे खाँदा पनि धुलो लगाइदिन्छ नि बस्दैन। भयो फुपू भयो भरि नाच्नु पर्छ राति। ल लु बस्नु ल भरि नाच।
यहाँ पर चाहिँ कति राम्रो नाच्दै हुन्छ क्या यहाँ चाहिँ बेला बेहुलीको भित्र आउने ऊ हुँदैछ है यहाँ मन्छदी चाहिँ फुल बोक्दै हुन्छ हामी चाहिँ सबै वेटिङमा छौँ होइन अनि यता बाटो बेहुला बेहुलीको गाडी आयो बेहुलीको लास्टमा चाहिँ के पो गर्दै थियो आशा यतादेखि घुमौ दाहिनेपट्टिबाट भाउजूपट्टिबाट घुम्नु पर्छ होइन होइन उता 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 दाहिने 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 हो त्यताबाट घुम्नु पर्छ प्रिया नटेको है अब जुत्ता खोलेर बेहुलीले टेक्दै जानुपर्छ कोही बेहुलीलाई सातावटा पर्खिएर अब भित्राउनु पर्यो जल्दी पर्छ यहाँ चाहिँ यो टेकेको किल्चिने टिप्नु पर्ने अरे यो टिप्नु पर्ने यसो हुँदैन यता सोर्दै दिनुपर्छ भित्र होइन यसरी नै हो होइन माइती चाहिँ सिपालु भयो कि यताले उमारी यसरी सोर्दै सबै यति सोर्नु पर्ने ला हो के हो त्यस्तो हो कुरा खानु हुँदैन फर्स्ट टाइमै साथीहरू यस्तो यताबाट चाहिँ डर डान्स हुँदैछ अनि यहाँ चाहिँ टस बाल्नु न भन्छ देख्छु तल भात कति पाउँछ टस देखाइदिउँ देखायौँ
तपाईँ शिविरमा पाल्नु भयो के को अगाडि राख्नु अनि चियापानी ठोकिहाल्छ एकछिन नछिर्नु ल भात अब खाउँ भोक लाग्यो म त उतै जानु नि जानु जानु नि जानु खाना खान जा रहा है अब भेट भयो है साथीहरू उहाँहरू चाहिँ सासु बुहारी अब त माला फुकाल्दा हुन्छ होला नि कमललाई साह्रै बोध भयो बाहिर गएर मेरो बुन ल्याइदिनु हो त्यो 3 नानी पनि कटिनु भएको छ चेन्जीहरू भन्ने जस्तो म त फेरि छुट्टिनु पर्यो त चप्पल छैन यहाँ त अगाडि बसेर हेर्नु पर्दैन त खुसीमा बसेर अलिक पछाडि जिस्क्याउनु पनि हो अलिक मजाले भरे मलाई पनि उयो गरिदिनु हस् त नमस्ते हेलो साथीहरू गुड मर्निङ म चाहिँ अघि बिहान बिहानै उठेर होइन त आइरहेको छु हेलो सुरा लगाउँदै हुँदो रहेछ यहाँ चाहिँ जेठा मामाको छोरी यस्तै छ साथीहरू म चाहिँ कभर गर्नु सुरा लगाइदिँदै हुन्छ यहाँ चाहिँ अलिक उ गर्नु न धेरै साबुन हाल्नु अलिक हालेको त नि यहाँबाट चाहिँ छिराउन मुस्किल पर्छ के सन्दीप उठे अझै लु हुन्छ साथीहरू हिजो चाहिँ राति भएर हामीले चाहिँ भ्लगिङ गर्न पाइएन होइन बिहे चाहिँ आजको रहेछ त्यही भएर हामी चाहिँ आज चाहिँ माथि अब के सघाउन ओर्न जाँदैछन् होइन एकछिनमा भएर के खाने एकछिनमा खान्छु मामा अनि त्यही भएर हामी चाहिँ काम सघाउन माथि जाँदैछौँ अनि आजको मात्रै बिहे रहेछ अनि हिजो चाहिँ भ्लग बनायौँ हिजो चाहिँ बेहुलीहरू भित्र आउनु भयो हिजो मात्रै ल्याउनु भयो अनि त्यही भएर आजको भ्लग चाहिँ यस्तै हिजोको भ्लग चाहिँ यस्तै हुन्छ साथीहरू होइन तपाईँहरूले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला नयाँ हुन्छन् सब्सक्राइब पनि गरिदिनु होला थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई